Hello, good morning, all of you, my guys and friends. आजको वेलकम टु माई च्यानल ब्लग। आजको विषय के छ भनेपछि आज फेरि सन्डे भयो होइन। सन्डेमा अब जानु पर्यो नि त यताउता टक्क पारेर घुम्नलाई होइन। त्यस्तै गरी अब म एकछिनपछि निस्किन्छु है। कहाँ निस्किने भनेपछि मेरो गाडी कता छ त्यो पहिला हेर्नु पर्यो होइन। गाडीको तलास त गर्नु पर्यो। मेरो छोराले के गर्दैछ हेर। लेट्स गो माई मिसन। ल है, प्यालेस रोडको सेरी नम्बर 1 भनिन्छ यसलाई होइन। अनि यता नामचिन छ क्या यताको, यो के भन्छ सोना चाँदीको यो रोडमा फेमस छ है। यो सोना चाँदी के कारणले हुन्छ, फेमस के कारणले छ भने पहिला यतातिर राजा बस्थ्यो, राजाको महल पनि छ होइन। त्यसै कारणले प्यालेस राखेको नाम कारणले होइन। सोरुमहरू जति पनि छ राजकोटको ठुलो ठुलो सोरुमहरू होइन, सबै यतै छ, सबै चिज यतै छ है। है गाइस, ल है गाइस, यसलाई भूपेन्द्र रोड भन्छ होइन। भूपेन्द्र रोडको मेन रोडमा छौँ अहिले हामी। अनि हल्का अगाडितिर यो हाम्रो भूपेन्द्र रोडको चर्चित के भन्छ राजश्री टोकेज। अनि यो रोडमा एउटा मन्दिर पनि छ फेमस है, यसलाई भन्छन् बालाजी मन्दिर, हनुमानजीको बालाजी मन्दिर भन्छ। अब हामी जाँदैछौँ मिट भन्छ, के भन्छ इङ्ग्लिसमा, मिट ल्याउन गइरहेछौँ होइन। त्यसपछि विचार गरेर जानुपर्छ। अगाडिको चोकमा कहिलेकाहीँ लागेको हुन्छ ट्राफिकहरू। के भने यता रिक्सावाला त एकदम खराब हुन्छ नि यार, साइड नै दिन्न है। फेरि यता ट्राफिकमा अटक पनि पऱ्यो फेरि यार। यही समस्या छ, ट्राफिकमा उभिनु पर्छ नि यार अहिले। र है, नसिब राम्रो रहेछ होइन, खुलिहाल्यो ट्राफिक लाइटको। अब जाँदैछौँ जस्तै हाम्रो बाग हुन्छ होइन, बाग चोक। एक त यो ठाउँमा ध्यान दिएर गाडी चलाउनुपर्छ, आफूसँग लाइसेन्स छैन फेरि हल्का केही मिस्टेक भए पनि यहाँ त डाइरेक्ट पब्लिक छुटाइ हुन्छ। गाडी रोकाएर पब्लिक छुटाइ गर्छ नि। त्यही भएर गाडीलाई ध्यानपूर्वक चलाउनुपर्छ। यो अर्काको देश हो होइन, आफ्नो देशमा भए त्यति टेन्सन लाग्दैन। यता त न्याय पाउनु पनि बडा अप्ठ्यारो छ के भयो, किनकि नेपालमै न्याय पाउन कठिन छ भनेपछि यता अब यो न्याय पाउनलाई त मुस्किल नै होला यार। अब हामी यो त्रिकोण बाग होइन सरी है, हामी यसलाई लिम्बा चोक भन्छौँ। लिम्बा चोकको यो मेन रोड हो है। अब लिम्बा चोकको मेन रोडबाट गइरहेको छ। यता ब्याटहरू हुन्छ, यो हाम्रो शास्त्रीय मैदान हुन्छ क्रिकेट खेल्ने ग्राउन्ड र है। यता पनि नसिब राम्रो रहेछ, ओपन रहेछ, ट्राफिक लाइट ल गइरहेको छ, यताउताको देखाइरहेको छ। अब हामी एकछिनपछि हाम्रो मिसनमा पुग्नेछौँ है। के गर्ने, अहिले पेट्रोल डिजेलको भाउ पनि बढिरहेछ। पेट्रोल हालौ भने पैसा छैन, के गर्ने। अब जो छ पेट्रोल उसमै काम चलाउने भन्ने विषयमा गरिरहेको छ है। यो गाडीमा चल्दाखेरि हावा एकदम लागेर होइन, रेकर्ड हुन्छ नि माइकमा एकदम डिस्टर्ब गर्छ यार। यताको मान्छेलाई गाडी चलाउनु कन्फिडेन्सै छैन,
सिग्नल देखाउने ठाउँमा नदेखाउने सिग्नल नदेखाउने ठाउँमा देखाएर सिग्नल जान्छन् यिनीहरू यस्तो त्यसैले धोती भनेको धोती नै हुन्छ क्या आफ्नो जग्गा आफै जनाउँछ यिनीहरू यतातिर त बाटोमा बेकारै चालु छ कामकाज यताको सरकारको पाइपलाइन जोडान लागिरहेको छ भने है हामी अब पुग्दैछौँ जस्ट 2 मिनट यो हाम्रो इन्डियन पेट्रोल अब हामी कस्तो पारेर गइरहेको छौँ यो हाम्रो के भन्छ भेल बादशाह यता होइन चिकन मटनदेखि लिएर सबै चिज पाइन्छ है एक त रोड क्रस गर्दाखेरि पनि बहुत केयर गर्नुपर्छ यो हेरौँ हाम्रो इलेक्ट्रिक कार यस्तो बवाल निक्लिरहेको छ इलेक्ट्रिक अहिले पेट्रोलको अभावले धेरै मान्छेहरू इलेक्ट्रिक चिजहरू लगिरहेको छ है यो हाम्रो चिकन घर हामी आज जाँदैछौँ हुसेनी गेट यो भन्छ मटन मार्केट यहाँभित्र जम्मै मटन मात्रै काटिन्छ है चालू गर रन्जे चालू यो हाम्रो मटन मार्केट है मटन देखाएको मटन मार्केटको मटन देखाऊ हैन अरू यसमा के दिनुपर्ने जस्तो छ भनेपछि है के लगाउँ त के कमी थियो म बिर्सिएँ 10 वटा यसमा के दिनुपर्ने थियो म बिर्सिगएँ अब हामी जाँदैछौँ હું કે બાપુ શું ભાવ છે નથી ઘટ્યા મેમ હાલો મોટા ભાઈ હમણાં આવી કેટલા ની એમાં છે 50 વાંધો નહીં હું કે બાપુ હારું ને કોના ના કઈ ગઈ તો નથી કઈ કચરો હલવાઈ ગયો છે ધૂળ હલવાઈ ગયો છે ધૂળ નહીં દેખાય એટલે પહેલા सँगै काम गर्थ्यौँ त्यो साथीसँग मोमेडियनको साथी हो है मोमेडियन त्यो साथीसँग मिलेको होला अब हामी अब मिसन हाम्रो पुरा भयो हैन अब जानुपर्छ यता के भयो अब बाबु मसाला गरिदियो नि 20 रुपैयाँ यो अदरक पेस्ट एउटा लगेर जाउँ हैन 5 वाडी 15 नि मसाला गरिदियो नि ल एकछिन रुख भनिरहेछ गर्मी पनि अति साह्रो छ अब 10 मिनट लीजिए मारो नहीं मैं कीधु मारो पॉज करो है गाइस एकछिन पेट्रोल भराउनु पर्यो हैन पेट्रोलको भाव पनि बढिरहेछ अभाव पनि हुनेवाला छ भन्दा सुनिरहेको छु म अब र है
यता जति हुन्छ त्यतिसम्मको पेट्रोल भ्याउनुपर्छ। आफूसँग बजेट अहिले कम छ, त्यसै कारणले कम बजेटमा काम चलाऊ सरकार गर्नुपर्छ है। बस पेट्रोल भर्न जाम पहिला, एक त अभाव पढ्नेवाला छ यार, पेट्रोल भाउ बढ्नेवाला छ, अभाव पढ्नेवाला छ होइन। हेरौँ यता लाइन्सर गाडी छन् बुझेका, आफ्नो पेट्रोल पंप अब आपको यहाँ ऑयल चेक कर दिया है नहीं कोई आ लियो काका चीज ले लियो जाओ दिया ये माँ है कसम बहुत डाले तुम पचास नाखी दियो 50 रुपियाँको हालिरहेको छु है। अब 50 रुपियाँ दिइसके घरतिर राख्नु पर्यो। आओ सालाजी जाँदैछु। ओइल चेक गर्ने मान्छे पनि छैन अरे त के गर्ने भने गाडीमा ओइल चेक गर्नु थियो है, काम जारी छ यतातिर लिएर चलाउनु पर्छ है गाडी। जारी भएको काममै छिर्नु पर्ला फर्क ईगल एक्सप्रेस होटल है ये हाम्रो दाइको होटल स्काई बस। यो हाम्रो मोटी टाकी चोक राजकोटको मोटी टाकी चोक भनिन्छ है। अब हामी घरमा रिटर्न भइरहेछौँ होइन, कतितिर पारेर लिम्ला चोक आइरहेछौँ। हजुरलाई देखाउने होला छु। अब फेरि भोइस अब कस्तो रेकर्ड भइरहेछ मलाई पनि थाहा छैन, जे जस्तो रेकर्ड भए पनि ठिकै छ। यहाँ पनि एकदम ट्राफिकमै चल्यो। ट्राफिक जामले पनि एकदमै सताएको छ यार। यस्तो घाम हुन्छ त्यसमा ट्राफिक जाम, फेरि मान्छे त त्यसै मर्ने भइसक्यो। यो हाम्रो शास्त्री मैदान गेट कालो कालो कलरको गेट देख्छ। यो हाम्रो शास्त्री मैदान भनिन्छ। यतातिर सन्डेमा क्रिकेट म्याच साइडै ओपन छैन, के साइड ओपन भयो त भागिहाल्दैन। अब यहाँनिर लोक पाउँछ फेरि पनि पाएको बोक्ने लास्टै ल्याङ छ। ल है खुल्यो गाइस, यतातिरको त ट्राफिक लाइट खुल्नु कहाँ हो र भाग्नु ज्यादा हुन लाग्छ। ट्राफिक लाइट खुल्नुभन्दा त भाग्नु ज्यादा हुन लाग्छ। यता खुल्याएको हुँदैन, पहिल्यै गाडी तुफान बगाएर लाने यतातिर मुर्गा मुर्गीहरू। यो हाम्रो क्रिकेट म्याच
राजकोटको एउटा के हो जुनियरहरू खेल्छन् क्या, जुनियरहरू खेल्छ अनि सिनियरहरू त यसमा हुँदैन, हल्का फुल्का रमाइलो गर्ने अनि एक्सर्साइज हुन्छ, त्यही भएर चाहिँ रमाइलो गर्नको लागि आएको हुन्छन् होइन। त्यहाँनिरको त ट्राफिक लाइट चालु छ, बन्द हुनेवाला ल है, रेड लाइट चालु छ, सिधा त जान सक्दैन, यतातिर लेफ्टबाट जान सक्छ। यता नि हेर, यता नि यस्तै ट्राफिक जाम छ, अब घाममा ट्राफिक जाम छ। अब यस्तो गर्मी छ, यसमा अब रोकाउनु भनेको त एकदम शरीरको एकदम जोखिम जस्तो भइहाल्छ। आजादी गोला एकदम राजकोटको फेमस गोला हो, आजाद हिन्द गोलावाला। राजकोटको यो मेन चोक हो एकदम, जता पनि जाने हो राजकोट भित्र सबै ठाउँ जाने बसहरू यहाँनिरै भेटिन्छन्, सिटी बस। सुकै ठाउँमा पनि राजकोटको कुनै जुनसुकै ठाउँमा जानुहुन्छ त्यताको लागि यताको सिटी बस सबै ठाउँतिर पुर्याउन सक्छ है। बाँकी एरियाबाट लाग्नु गयो भने सिटी बस अलिक मुस्किल नै। यो बाटो गइ त रहेछौँ, कहिलेकाहीँ ट्राफिकसँग जम्काभेट पनि हुन्छ है गाइस। यतातिर जम्काभेट भएपछि त फेरि 500 रुपियाँ त दिनै गर्छ, नदिँदामा छोड्दैन यार। फेरि लाइसेन्स छैन नि, गल्ती आफ्नै हुन्छ, लाइसेन्स नभएको छोड्यो भने दिनै पर्छ। 3-4 हजार त पहिलो रेट हुन्छ मेरो। यस्तो यताउता कुरा मिलाएपछि त्यही 500 जान्छ। मान्दैन, नो पार्किङ वाला गाडी उठाइरहेछ। यो भूपेन्द्र रोड पुगिसक्यो हामी, यो भूपेन्द्र रोडको पुलिस चौकी भन्छ होइन। हामी यो भूपेन्द्र रोडको राजकोटको सबैभन्दा पुरानो यो के भन्छ ल है गाइस। अब सन्डेको दिन छ है, हल्का टाइम त दिनु पर्यो काममा पनि, नत्र भने त्यस्तै हो। काममा एकछिन मिलेर आइहालौँ साथीभाइसँग, मिलेर आइसकेपछि है। आज त बङ्गाली राजकोटमा रामनाथपुरम बङ्गाली कोही पनि देखिँदैन, किनकि आज सन्डे हो नि, थुप्रै बङ्गाली देखिन्छन्। यस्तै घुइँचो हुन्छ यार लागेको है नगर। ल है, काममा पुगियो, यसलाई योगी च्याम्बर भन्छन्। आज पल्लो साइड बन्द हुन्छ है, पल्लो साइडबाट सटर गिराएको हुन्छ। अब पहिलो दोस्रोमा जानेछु, पहिलो फ्लोर अब दोस्रो फ्लोर। हामी सन्चै दाइ, गुड मर्निङ। मर्निङ। अरू दाजु आज सन्डेको रमाइलो गर्न लाग्यो कि कसो? प्रवेश हुँदैछौँ पसलमा, के गर्ने, गर्मी त एकदमै छ है। ल है, यो हाम्रो पसल वर्कआउट पसल हो। आज सन्डेको दिन हो है, हल्का फुल्का रमाइलो हुन्छ यतातिर। कस्तो हो, चाय पानी भइसक्यो कि कस्तो हो है, कि बाँकी छ? चाय पानी गर्न बाँकी छ र?
नत्र चाय पानी गरौँ। आज दुकान एकदम शून्य शून्य छ। खाली दुकान खोल्नेको नाम भयो, काम केही हुँदैन। सुरेश दाइले खाली एक्लै मजा लिइरहेछन् सन्डेको, हैन? ल ओके बाई गाइज। अब एकछिन वर्कआउटमा